अपि हिमाल गाउँपालिकाले पछिल्लो समय अर्ग्यानिक खेती प्रणालीलाई विशेष महत्त्व दिइरहेको छ। आधुनिकताका नाममा कृषि उत्पादनमा भइरहेको विषादीको प्रयोग र यसले मानव शरीरमा पार्ने नकारात्मक प्रभावको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले अर्ग्यानिक उत्पादनलाई प्रोत्साहन गरिरहेको छ। अपि हिमाल गाउँपालिकाले फलफुलदेखि तरकारी र खाद्यान्न लगायतका सबै खाले अर्ग्यानिक कृषि उत्पादन गरिरहेको छ। अपि हिमाल गाउँपालिकाले अर्ग्यानिक कृषिमा उत्कृष्ट काम गरेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अपि हिमाल गाउँपालिकालाई यो वर्ष सम्मान समेत गरेको छ। अपि हिमाल गाउँपालिकामा स्याउ ओखरसँगै तरकारी, अमिलो, विभिन्न खाले जडीबुटी, कोदो, फापर, गहुँ र अल्लो गाजाबाट निर्माण गरिएका सामग्रीहरू रहेका छन्। अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले रैथाने उत्पादनलाई जोड दिएको भन्दै यसको बजारीकरणमा पनि विशेष ध्यान दिएको बताउनु भएको छ। आर्थिक मजबुतीकरण होस् भन्ने उद्देश्यले हामीले कृषि र पर्यटनलाई जोड्न खोजिरहेका छौँ। यसलाई एग्रो टुरिज्मको रूपमा चाहिँ हामीले लिएका छौँ र हाम्रो यो पर्यटनको प्रवर्धन सँगसँगै हामीले रैथाने उत्पादनलाई पनि जोड दिएका छौँ। आफूहरूले पर्यटन र कृषिसँगै रोजगार र कृषिलाई सँगसँगै जोडेर अगाडि बढाउन खोजिरहेको उहाँको भनाइ रहेको छ। अपि हिमाल गाउँपालिका कृषिमा आत्मनिर्भर बन्दै गइरहेको भन्दै यहाँ उत्पादन भएका अर्ग्यानिक कृषि उत्पादन निर्यातमा पनि त्यत्तिकै जोड दिएको कृषकहरूको भनाइ रहेको छ। राम्रो लाग्छ र अब केही आय आर्जनको हिसाबले पनि अब ठिकै होला भन्ने सोचेका छौँ। र जस्तै अब एक बोटबाट तपाईँको यसरी 10 किलो नै फल्ने हो भने पनि अब तपाईँको अब 500-700 बोटमा फल्यो भने अलिअलि ठिकै हुन्छ। अब रेट भयो भने असिनाले बचायो भने। कृषिमा हामीहरूले यो स्याउ खेती, अखर खेती देखेर हामीहरूले कोदो, मकै, गहुँ, जौँ र आलु जस्ता हाम्रो यहाँको राज्यमा जस्ता हामीहरूले कृषिमा हामीहरूले लागू गरेको छ। अहिले पालिकाभित्रका धेरैजसो कृषकहरू व्यावसायिक खेती गरिरहेका छन् भने पालिकाले पनि कृषकहरूलाई आवश्यक सहयोग गरिरहेको छ। कृषिलाई सबलीकरण गर्दा यसबाट आर्थिक उपार्जन र रोजगारी सिर्जना गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ। रामसिंह ठौरना, नेपाल टेलिभिजन, सुदूरपश्चिम